एक अर्कालाई नबुझ्ने या त एक अर्कालाई बुझ्न नसक्ने सम्बन्ध बचाउनु सम्बन्धलाई टिकाउनु एकदमै गाह्रो छ है। यो हरेक मान्छेको लाइफमा चाहिँ यो एउटा अवस्था आउँछ नि। सम्बन्धहरुमा चाहिँ दरार आउने भनेको झगडाले हो। एक अर्कालाई नबुझ्ने या त एक अर्कालाई बुझ्न नसक्ने। हरेक मान्छे अलवेज समान हुन्छ भन्ने छैन। कुनै न कुनै बेला झगडा हुन सक्छ, रिस उठ्न सक्छ। मान्छे हो अभियसली रिस उठ्ने, खुसी हुने, रुने यो त हुन्छ नै। मानौ मैले भोलि आफ्नो वाइफलाई गाली गरे या पिटे पनि मिस्टेकले हैन त्यो भइहाल्छ। रिस उठ्यो मैले गाली गरे या हान्दिए ल। अब यतिकैमा त्यो मेरो पार्टनरले हैन मसँग तुस्केर बस्ने हैन पुरै के मतलब रिसिहाल्ने अनि डिभोर्स दे भन्ने यस्तो चाहिँ गर्ने राम्रो होइन कि। किनकि यार मेरो इगो भन्दा पनि ठुलो उसको लागि म हो के। मानौ मेरो वाइफ मसँग रिसी हैन ओके भनेपछि मैले आफ्नो सेल्फ रेस्पेक्टलाई साइड लाएर हैन उसँग म सरी भन्नु पर्छ ओके। सरी भन्नुपर्छ हो र उसले पनि मलाई इट्स ओके भनेर माफी पनि दिन सक्नुपर्छ। मैले सरी भन्ने अनि उसले चाहिँ माफी नदिने यो पनि सम्बन्ध छुट्ने या सम्बन्ध बिग्रिने अवस्था आउन सक्छ। त्यसैले सम्बन्धलाई टिकाउने उपाय चाहिँ के छ भनेपछि एक अर्काको गल्तीलाई स्वीकार्ने, माफ गर्ने ओके। यो हो नम्बर 1 को। अब नम्बर 2 मा छ हामी मान्छे हौं। मान्छे भइसकेपछि हरेक मान्छेको आफ्नो हैन हुन्छ नि। अब इगो हुन्छ या भनौं सेल्फ रेस्पेक्ट हुन्छ ओके। सो कहिले कसो तपाईको श्रीमतीसँग तपाईको झगडा भयो भनेपछि अब तपाई आफ्नो इगोलाई हैन आफ्नो जुन छ नि तपाईको इगो तपाईको जुन छ नि सेल्फ रेस्पेक्ट हैन त्यसलाई चाहिँ साइड लाएर पनि उ बोलेन भन्दैमा आफूले नबोल्ने यस्तो गर्नु हुँदैन। ठीक छ उहाँ बोल्नु भएन तर तपाई गएर सम्झाउनु पर्यो हैन माफी माग्न पर्यो। कसरी हुन्छ त एनी हाउ सम्बन्ध बचाऊ ओके। सो सम्बन्ध पनि बचाउनु पर्यो। सम्बन्ध बचाउनु सम्बन्धलाई टिकाउनु एकदमै गाह्रो छ है। यो हरेक मान्छेको लाइफमा चाहिँ यो एउटा अवस्था आउँछ नि, सिर्जना हुन्छ। त्यही भएर चाहिँ तपाईहरु अहिले प्रिपेयर हुनुस् र अहिले जुन छ नि ब्रेकअप डिभोर्स हुने हैन त्यो चाहिँ अरूको गल्तीलाई चाहिँ स्वीकार्ने के मतलब माफी भन्ने कुरा छैन कि यहाँ ल। ठीक छ तपाईको पार्टनरले चाहिँ केही गल्ती गर्यो भन्दैमा पुरा डिभोर्स दिइहाल्ने छोडिदिइहाल्ने यस्तो गर्नु हुँदैन। सो सम्बन्धलाई टिकाउनु सक्नुपर्छ। टिकाउने चाहिँ एउटा कला हो त्यो सिक्न पर्छ। एक अर्कालाई माफी दिनुस्, एक अर्कासँग क्षमा माग्नुस्, माफी माग्नुस् र माफी दिनुस् र दुवैजना सँगै एउटा ह्यापी फ्यामिली भएर बाँच्नुस्। किनकि लाइफ छोटो छ हो साथीहरु, लाइफ छोटो छ। भोलि को अगाडि जान्छ है थाहा छैन। भोलि हामी सबैजना यो संसार छोडेर जाने छौं अनि कसको इगो कसको गल्ती त्यो कसैले याद हुँदैन के हैन। सो जबसम्म तपाई यो अर्थमा यो पृथ्वीमा यो दुनियामा हुनुहुन्छ तबसम्म ह्यापी भएर र अरूले पनि खुसी बनाएर बाँच्नुस्। एक अर्कालाई माफी दिनुस्, एक अर्कालाई माफ गर्नुस् र एक अर्कालाई स्वीकार्नुस् ओके। जो जस्तो छ त्यसलाई त्यसरी नै स्वीकार्नुस्। यति भन्दै आजको यो वार्तालाप यही खतम गर्छु। हस्त धन्यवाद।